भजन संग्रहको पुस्तक भजन नम्बर 144 विजयको निम्ति प्रार्थना दाउदको भजन। मेरो चट्टान परमप्रभुको प्रशंसा होस्, जसले मेरो हातलाई युद्ध गर्न र मेरा औँलाहरूलाई लडाईँ गर्न सिकाउनुहुन्छ। उहाँ मेरा करुणामय परमेश्वर र मेरो किल्ला हुनुहुन्छ, मेरो गढ र मेरो उद्धारक। उहाँ मेरो ढाल, उहाँमा नै म शरण लिन्छु। उहाँले मानिसहरूलाई मेरो अधीनमा पार्नुहुन्छ। हे परम प्रभु, मानिस के हो र तपाईले त्यसको वास्ता गर्नुहुन्छ? मानिसको छोरा को हो र तपाईं त्यसको विचार गर्नुहुन्छ? मानिस त एक मुठी सास जस्तो मात्र छ, त्यसको आयु ढली जाने छाया जस्तो मात्र छ। हे परम प्रभु, आफ्नो स्वर्गलाई खोल्नुहोस् र तल ओर्लनुहोस्। पहाडहरूलाई छुनुहोस् र तीबाट धुवाँ निस्किआओस्। बिजुली चम्काउनुहोस् र मेरा शत्रुहरूलाई छिन्न भिन्न पार्नुहोस्। आफ्ना बाण छोड्नुहोस् र तिनीहरूलाई लखेटिदिनुहोस्। उच्च स्थानबाट आफ्नो हात पसार्नुहोस् र उर्लदो बाणबाट र विदेशीहरूका हातबाट मलाई उद्धार गर्नुहोस् र छुटाउनुहोस्, जसका मुख झुटा कुराहरूले भरिएका छन् र जसका दाहिने हात कपटपूर्ण छन्। हे परमेश्वर, म तपाईको निम्ति एउटा नयाँ गीत गाउँछु। 10 तारे सारङ्गी बजाएर म तपाईको स्तुति गाउनेछु। तपाईं जसले राजाहरूलाई विजय प्रदान गर्नुहुन्छ, जसले आफ्नो दास दाउदलाई घातक तरबारबाट बचाउनुहुन्छ, मलाई विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस् र छुटकारा दिनुहोस्, जसका मुख झुटा कुराहरूले भरिएका छन् र जसका दाहिने हात कपटपूर्ण छन्। तब हाम्रा छोराहरू तिनीहरूका युवावस्थामा मौलाउँदा रुखहरू जस्तै हुनेछन् र हाम्रा छोरीहरू दरबार सिंगार्न कुदिएका स्तम्भहरू जस्ता हुनेछन्। हाम्रा धनसारहरू हर किसिमका अन्नहरूले भरिनेछन्। हाम्रा भेडाहरू हजारौं गुणा बढ्नेछन्। हाम्रा खेतमा ती लाखौं हुनेछन्। हाम्रा गोरुहरूले गरौं भारी बोक्नेछन्। हाम्रा पर्खालहरू फरिने छैनन्। न हामी बन्दी गृहमा जानु पर्नेछ, न त हाम्रा सडकहरूमा रुवाईको आवाज उठ्नेछ। ती मानिसहरू धन्यका हुन् जसका जीवनमा यी आशिषहरू छन्। यस्ता मानिसहरू धन्यका हुन् जसका परमेश्वर परम प्रभु हुनुहुन्छ।